साथीहरु हामी आज यस तिनो खानको लागि यो रुखमा प्रवेश गरिरहेका छौं टकटक लाएर। अब भया पुरा टिप्यो कि मिस्टेक छैन मित्र साथीहरु चाहिँ माथि तिजु टिप्दै हुनुहुन्छ हैन। अब यहाँ भेट्यो भेट्यो। ओहो फेरि भेट्यो। यस्तै भिडियोहरु तपाईहरु माझ ल्याउने काम गर्ने छु गर्दै आजको यो बिदा हुन चाहन्छु। हस्त नमस्कार। हेलो 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 साथीहरु हामी आज यस तिनो खानको लागि यो रुखमा प्रवेश गरिरहेका छौं। हामी आज चाहिँ यस कहाँ पर्यो यो सल्यान जिल्ला पर्यो कहाँ पर्यो आज हामी यस यो तिजु खानको लागि विशेष गरेर तिनो खानको लागि एउटा टिम ग्याङ बनाएर आएका छौं। हामीले यस्तो प्रकारले तिनो खान्छौं। हेलो साथीहरु हामीले आज यो विशेष गरेर एउटा तिजु तिनो खाने गरेको अवस्था छ टकटक लाएर। अब भया पुरा टिप्यो कि मिस्टेक छैन हैन। अनि हाम्रो इष्टमित्र साथीहरु चाहिँ माथि तिजु टिप्दै हुनुहुन्छ हैन। अनि हैन यसरी खाँदैछु तिनो हैन। अब हैन अब हामी चाहिँ हैन यता रुखतिर पनि छौं हैन। हाम्रो तिनो पनि पाकिरहेको छ हैन। तिनो जाति छाम्यो त्यहाँतिर टुटु आउँछ हैन। आइगइ छौ भन्नाबित्तिकै र फेरि अर्को आइगयो यहाँ पाक। ओहो अब चाहिँ हैन किन नभेटेला यसो हावाहुरी पनि चलिरहेको अवस्था छ चाहिँ यता चाहिँ हैन। हाम्रो एकजना बल्को बहादुर चाहिँ एउटा तलतिरबाट तिनो टिप्दैछन् हैन। अहिले त भेटिनु नि त यार। हामी चाहिँ यो तिजुको रुखमै छौं। तिनुले बिर्सिसक्यो त अहिले त यार हैन। अहिले चाहिँ बिर्स्या हैन बिर्सिनु त। ल ल ल ल ल हेलो शेरबहादुर देउबा यता टुक्क पार्टी यता हेरौँ त। ओ बा अहिले आयो त हैन। अनि हैन हामी चाहिँ अब हैन तिनो सिनो खानको लागि हैन रुखमा चढेका छौं हैन। यस 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 भेट्यो भेट्यो। ओहो फेरि भेट्यो अर्को। ओहो फेरि भेट्यो यार। खाना मिस्टेक छैन त अहिले त। ओहो फेरि अर्को आइगयो। यो तिनो खान लाउ देखिन हैन। अब कसैले चाहिँ पुरा फेरि चाउला के चाउला फेरि हैन त्यसै चाहिँ नचाउनु हैन। अर्को भेटिगयो हैन। ओहो फेरि भेटिगयो हैन।
यो चाहिँ तिनुको सिजन छ आजभोलि। अब हाम्रो देश विदेशमा रहनुभएका जुन खाडीमा, जस्तै उदाहरणको लागि देश बाहिर देशभित्र गरवाल सिमलातिर, अनि त्यसै गरेर हाम्रो घरभित्र होइन, जस्तो अल्छी गर्ने अनि हातले नखाने, अल्छीले चम्चाले खाने मान्छेहरूका लागि यो भिडियो। हामी चाहिँ यस्तरी खान्छौँ भनेपछि होइन, तिनु अहिले त छोड्यो त हो सन्तानले। यता ल्याउन अलिअलि यार। हाम्रो तिजुवाले भाइ चाहिँ ऊ तलतिर एकदमै खुट्टा तरेर होइन, छाती फुलाएर उता खाएर आएका छन् टोलीहरूले। हामी चाहिँ लगभग कति किलोमिटरको उचाइमा हमला यार, धेरै माथि छौँ होइन, धेरै माथि छौँ हामी। लगभग सगरमाथाको केही फुट उचाइको अवस्थामा हमला हामी चाहिँ। ल साथीहरू, हामी एकदमै यताको तस्बिर पनि छ। हाम्रो यो सल्यान जिल्लाको बनगाड गोविन्द नगरपालिका मैदु पोखरादेखि तल हाम्रो यो लामासरा भन्ने ठाउँ छ। आज विशेष गरेर तिनु पाकिरहेको छ। हामी यसरी छाम्दै खाने गर्छौँ होइन। तिनु तिजु टक्क लाएर अहिले ठुलो हावा छ क्या, अहिले हावा लाग्छ। त्यही भएर ओ तिनुको रुख डल्ला हो। अब चाहिँ हामी बिस्तारै बाटो पनि साइकल चलाएर झर्छौँ। खराट पारेर नाति जेपीको पनाती बिस्तारै हामी चाहिँ अब ओल्डिन्छौँ होइन। तिनु खाएर अगाइसक्यौँ होला। अनि प्रचण्डको छोरा एक दुईवटा तिनु फाल्नु त। घरबाट आयो। हामी अहिले बिजी छौँ। लगभग के उचाइ कति तलामा छौँ भनौँ न। म त यहाँ तल आउँछु दाइ खाइ त भन तिजो खान हुनुहुन्छ। काम परिरहेको थियो परान न दाइले आज म छुट्टिन जाए साथमा। यो त म छैन क्या, म त मौन उठाउँदैन त्यस्तो थमाएको त। त्यहाँनिर त मलाई थाहै छैन त, अनि दाइसँग छैन म। अब फेरि घरतिरबाट फोन आइरहेको छ। तर पनि अब एउटा छोटो लास्टमा हामीले एउटा प्रवेशद्वारा हाम्रो कमल भाइ, तर तिम्रो त यार ठुलै छ क्या अनि बस्ने डालो क्या यार। ल भोला भाइ पनि बस्याउ डालो त ठुलै रहेछ। तिनु चाहिँ राम्रोसँग टिप्नु है। हामी चाहिँ माथि धेरै अग्लो त खासै छैन, तर पनि यार लगभग छ 8-10 तला माथि छ। त्यहाँबाट यसो झर्दै तिनु खाँदै अनि ट्याक्क लाएर यहाँ आयो।
ल ल ल ल ल हेर है किन पायो होला चाहिँ ओहो लाल कि दबट्टा है। ल साथीहरू हामी चाहिँ अब तिन खानेबाट बिदा भएर जानुपर्ने अवस्था आइसकेको छ। त्यसैले गर्दा हामीलाई चाहिँ कतिपय साथीहरूले देख्नुभएको छ पहिला पनि र आज पनि देख्नुभएको छ। एकदमै आजको यो विशेष तिन खाने गएको तपाईँहरू सबैले हेरिदिनु भयो होला भन्ने आशा छ। यस्तै यस्तै भिडियोहरू तपाईँहरूमा आज ल्याउने काम गर्नेछु। अपेक्षा गर्दै आजको यो बिदा हुन चाहन्छु। हस्त नमस्कार जय नेपाल। छट्केमा